अर्को घर गरगन्जमा ठुल्दाईको घर ठुल्दाईले के भन्नुभयो भने ओइ यो गाडा लिएर दिदी कहाँ जा म देख्नु सुन्नु कहाँ जाने भने मैले भनेपछि गाडा चढ खुरु खुरु हुर्किँदै दिन्छ भन्नुभयो हो नि त भने गाडा हाल्यो गोरु लिएर आयो लिएर आएपछि कल्याणबाट आएपछि ठ्याक्क अडिएपछि अनि त्यहाँ दिदीले भाइ आएछ भन्नुभयो भने त्यहाँदेखि लौ पकाउनु पऱ्यो खाना पकाउनु पऱ्यो खाना पकाइराख्न पार्छ त्यो के भने यो डुकु क्या डुकु सागको डुकु पकाएर खुवाउनु भयो खुवाएपछि मलाई कति मिठो लाग्यो भने त्यो अहिलेसम्म यो जिराले लिइरहेको हजुरको र आमाको नि नाता के हो दिदी होइन माइलो बुवाको सन्तान चाहिँ मेरो आमा अरू कान्छाको सन्तान होइन होइन म कान्छाको सन्तान हो कतिजना हुन्थ्यो हजुरको दाजुभाइ हामी दाजुभाइ यहाँ दुईवटा छौँ हाम्रो बा एउटा उहाँपछि अब माइ जेठौका छोरा बेग्लै भए माइलोको छोरा यही भए अब साइलोको ठुल्कान्छोको छोरा गौँटिया भए मेरो आमा मात्रै एउटा छोरी सबैको के अहिले अहिले त भन्दा हुस पनि छैन सम्झना पनि छैन खालि ऊ मात्रै के छ क्या यो मनले के क्या हो के आउँदैन भन्नु पनि आउँदैन नाम के हजुरको नाम चाहिँ के मामा मेरो नाम दीर्घराज बाउकाजी पनि भन्थे पछि बाउकाजी पनि भन्थे गोपाल क्या गोपाल दाजु गोपाल म गोपाल त एकसाथ खेलेको यहाँ अब के भयो अहिले त मलाई त खालि के हुन्छ मेरो आमा कस्तो हुनुहुन्थ्यो त अनुहार अहिले झट्टै आउँदैन व्यवहारमा व्यवहारमा राम्रो हुनुहुन्थ्यो गयो उहाँ गएपछि दिदीले भन्नुभयो ल अब यसलाई यसमा लगाइदिने मलाई किचनमा यसमा लगाइदिने भनेपछि दिदीले कहाँ हुने अब कान्छिया बुढाबुढी अब यसलाई राख्नु हुँदैन भन्नुभयो अनि त्यहाँदेखि आएँ भनौँ न घर हजुरलाई भेटेर खुसी लाग्यो भयो